गाइसहरु हेर्नुहोस् है, यस्तो घारी छ यहाँ है, यस्तो घारी छ यस्तो घारी छ यस्तो घारी छ यहाँ। अब म यहाँ के गर्न जाँदैछु भन्ने कुरा तपाईहरुलाई थाहा भइहाल्ने नै छ है। यो भिडियो चाहिँ बिचमा लाउँछु या सुरुमा लाउँछु केही थाहा हुँदैन, तैपनि म पहिल्यै सुरु गर्नुपर्ने थियो यो भिडियो चाहिँ। पछि यो भिडियो अपलोड गरिन्जेलसम्म चाहिँ धेरै स्पेसहरु फुल हुन्छ भनेर मैले नगरिराखेको थिएँ भिडियो। आज चाहिँ नगरी सकिन हैन। यस्तो घारी छ यस्तो घारी छ है। यो घारी भित्रमा सुन फलाउने कोसिस गरिरहेछु, कतिको सक्सेस हुन्छ थाहा छैन है। यस्तो घारी छ ल हेर्नु, यस्तो घारी छ। तर यो भन्दा धेरै घारी थियो, तल छाडिहाले है, देखाउनु थियो तर मैले देखाइन। तल घारी सारी फालिसकेको छु। अब यताको थुप्रो छ बाँकी, यिनीहरू यस्तो चाहिँ यिनीहरू चाहिँ झन् झ्याउ छ। अब हेरौँ के कस्तो हुन्छ। ल हेर्नुहोस् यस्तो घारी छ यो भित्र। अनि तल चाहिँ मैले फाँडै पनि हानिसकेको छु। परतिर चाहिँ यता यता उतितिर बाँकी छ, देख्न सक्नुहुन्छ। यस्तो छ पुरै यो घारी छ, यस्तो झारी हेर्नु है। त्यो पर चाहिँ फाँडिसकेको छ, त्यो रातो रातो देखिएको चाहिँ। अनि यता चाहिँ फाँडी बाँकी छ, यसो त सबै नै बाँकी छ। यो तलसम्म यस्तो यो सबै बाँकी छ है। यस्तो छ यो घारीमा चाहिँ मलाई सुन फलाउनु मन छ। सुनै त फल्दैन होला, तर सुन फलाउने कोसिस चाहिँ गरिरहेछु। यहाँ देख्न सक्नुहुन्छ। पछि हेरौँ के कस्तो हुन्छ। सबैजनालाई नमस्ते नमस्कार है। मेरो न्यू डे न्यू ब्लगमा तपाईहरुलाई स्वागत छ। अनि म चाहिँ यहाँ काममा जाँदैछु। आज चाहिँ बिहानै उठेर आमा चाहिँ माथि हुनुहुँदो रहेछ, काममा गइसक्नु भएको। म पनि यहाँ काममा जाँदै गरेको अवस्था। अनि के कस्तो छ त हौ हजुरहरू। भिडियोमा त भ्युज त सुक्को धरला त कान्छा भयो मरल भने जस्तो आउँछ त भ्युज पनि। यहाँनिर घामले त डर लाग्यो त ठ्याक्क। कहाँ भयो बारी पनि बिर्सिसक्यो। यो तलको यता देख्नुहुन्छ नि त, यो सबै घारी त्यो रातो रातो भयो क्या, त्यो चाहिँ सबै फाँडेको हो नि त। अनि मैले त एउटा बाक्स काम धेरै छन् है, एकछिन पर्खिनु ल। म चाहिँ यहाँ लाइटर लिनु गएँ नि त घर होइन। अनि लाइटर लिएँ, अनि त्यो तलतिर एउटा बाँस फालिदिएँ, त्यसको काम छ। अनि खर बोकेर अब म जाँदैछु काममा नै। अनि खासमा चाहिँ मेरो यो चाहिँ भिडियो बनाउनुको कारण चाहिँ, हुन त भिडियो म ब्लग त बनाइ नै रहेको हुन्छु होइन, तर यो चाहिँ स्पेसल्ली गाउँघरमा अब केही गर्नु लागेको छु है भनेर देखाउनलाई मात्र बनाएको यो चाहिँ। अनि मेरो भिडियो बनाउने कामै मेरो भिडियो बनाउने हुनु चाहिँ, तैपनि अब म चाहिँ गाउँमै व्यावसायिक रूपमा यो हाम्रो टेकाले लेकाली भनेको टेकाली रे, लेकाली टिमुर। अनि यसपालि ग्राफ्टिङ सुन्तला 150 बोट मगाएको छु। अनि त्यो रोप्नुको लागि चाहिँ मैले यहाँनिर यो परको घारीहरू चाहिँ फाँडेको। टन्नै यो आधी घारी फार्नु बाँकी छ। अनि यो घारी फार्नुको लागि चाहिँ म आएको, देख्न सक्नुहुन्छ यो पछाडि घारी होइन। यिनीहरू सबै चाहिँ फाँडफुँड गरेको मैले। यो तलसम्म, यता पनि यतासम्मै छ, परसम्मै छ। अनि यो घारी चाहिँ फाँडफुँड गरेर यो तल चाहिँ टिमुर रोप्छु। यो माथि रोपेको टिमुरहरू चाहिँ तल सारिदिन्छु यो भित्र होइन। अनि यो माथि चाहिँ ग्राफ्टिङ सुन्तला रोप्छु। अनि घर उतापट्टि त्यसपछि चाहिँ सबै सुन्तला रोप्ने विचार गरेको छु। अब केही कामसाम गर्न सकिँदैन है, स्वास्थ्य खराबले गर्दाखेरि, अपरेसन यताउताले गर्दाखेरि। अनि त्यही भएर नै अब सुन्तलाहरू रोपेर अब त्यति स्याहार सम्भार गरिराख्नु पर्दैन नि त। अनि सुन्तलाहरू केही यताउता रोपेर स्याहार सम्भार अब हल्का गर्दै बसेर त्यसरी नै भिडियो बनाउँदै नै जिन्दगी कटाउनु पर्ला भन्ने छ। यस्तो छ है अवस्था। यसो डरेलो सरेलो लाग्यो।
अनि यतातिर लाउनु बाँकी छ, यतातिर यो यो माथि सबै बाँकी छ। कहिले सक्ने हो थाहा छैन। पुरै यस्तै घारी थियो नि त, यस्तै जङ्गलै थियो नि त यहाँ। अनि सबै फाँडेर मुढाहरू सबै थन्काएर पोलपाल हुँदैछ। बिरुवा रोप्नु पर्ने ढिलो भइसक्यो। यो तल पनि डराउन थाल्यो है। अब डढेलो गयो भने चाहिँ छेक्न सकिन्छ सकिँदैन थाहा छैन। जाँदैन होला जानु चाहिँ। तल पोलिरहेको छु। बिचरा माथि सकि नसकि दाउरा बोक्दै हुनुहुन्छ। अनि खासमा म चाहिँ अब गाउँमै बसेर यसो बिरुवाहरू यताउता लाउँ भन्ने विचारले गर्दाखेरि चाहिँ बिरुवाहरू लाउनुको लागि मैले यस्तो गरिरहेको छु। देख्न सक्नुहुन्छ घारी सारी फाँडफुँड गरेर पोलपाल कार्यक्रम पनि चल्दैछ। अनि यो माथि अझै फाँडिसकेकै छैन। यो माथि फाँड्दै जाँदैछु। अस्ति नै म त्यो जुन बेला भने नि त म अस्ति त्यो सोताङ गएँ नि त। सोताङ गएदेखि मेरो काम गर्ने जाँगरदेखि लिएर सबै थोक हरान भयो कि। त्यहाँदेखि मैले कामसामहरू पनि केही गरेको थिइनँ। हिजोदेखि भर्खर सुरु गर्दैछु काम पनि। त्यो माथिको अझै सक्नु बाँकी छ। त्यो माथि सबै हो नि त, अब कहिले सक्नु। मेरो सबै सकेर यहाँ चाहिँ बिरुवा लाउने कुरो छ है मेरो चाहिँ। त्यही नै हो। आजभोलि मेरो यस्तै बितिरहेको छ दिनहरू। अब नेक्स्ट भिडियो चाहिँ अलिक राम्रै आउला। अब यसपालि चाहिँ अब धेरै लामो समयपछि बनाउँदैछु, किनभने भ्युज पनि आउँदैन धेरै। त्यही भएर अलिकति आफैले लाज लाग्यो। अनि भर्खर बनाउँदैछु भिडियो। आएको त डरबलो। त्यहाँबाट डढ्दै यता आएर त्यो परसम्म दाउराको थुप्रोसम्म आउँछ। अनि यता पनि यसो त सबै आउनु पर्ने हो। आउँछ कि आउँदैन थाहा छैन। परबाट डढ्दैछ। त्यही नै हेर्दै गर्नु होला। मलाई सके माफ गरिदिनु होला है। किरा फट्याङ्ग्रा कमिला समिला सबै भएको जति चाहिँ सत्यानाशै हुने भयो होइन। अब कति थिए अब लाखौँ थिए। त्यो चाहिँ सबै नै मर्ने भयो। त्यसको लागि चाहिँ माफी चाहन्छु। अब यति नगरी नहुने भयो मेरो। अब कमिलाहरूको ज्यान गयो। माफी है। गलेर आमा माथि बसिरहेका छन्। कालो केही देखिँदैन। अनि यहाँ यसरी पोलिँदैछ तर डरेन। आकाश यस्तो छ है। म चाहिँ अनि पसिना ससिना हल्का निकालेर यहाँनिर बस्दैछु। यो चाहिँ ठुटो यहाँ सबै पोलिदिनु पर्यो भने डर्ने कि नडर्ने। डरेले त घरमाथि पो जाँदै रहेछ। माथि नै त जाँदैन होला। अनि यस्तो छ है। यहाँनिर म चाहिँ घर आइपुगेको अवस्था है। घर आइपुगेँ, मुखसुख धुएँ। टाउको नुहाउनु पर्यो भनेको त हिजै पनि नुहाएको त। के दिनदिनै नुहाइराख्नु भनेर ननुहाउने कुरा भयो। अनि म चाहिँ घर आइपुगेको अवस्था है। अब यहाँनिर माथि बुहारीलाई काम हराएको थिएँ, जाँदै रहेछन्। अनि खुट्टाको अनि घर आइपुगेको अवस्था अनि यस्तै छ है। भिडियोहरू पनि त्यस्तो साह्रो अब राम्रो बनाउन पाइँदैन। कन्टेन्ट पनि हुँदैन। एक त घर आएपछि काम यताउताकै देखाउँ भन्दा पनि एक किसिमले राम्रो त राम्रै हो तर भ्याउँदैन के। आजभोलि फेसबुकमा ब्याटल चलिरहेछ अनि फेसबुकको ब्याटल अनि यता भ्लग यता काम गर्दाखेरि त नभ्याउने अवस्था हुँदो रहेछ। त्यही भएर आजभोलि बिजी भएर म त्यस्तो साह्रो भ्लगहरू बनाउनु पाएको छैन। आज कति 5-6 दिनपछि होला भ्लग बनाउँदैछु होइन। बनाउँदैछु भन्दा पनि अब सकियो। योभन्दा धेरै बनाउँदिनँ। अब योभन्दा धेरै बनाउँदिनँ है। त्यही नै हो। बर्खा लाग्यो। सबैको आफ्नो काममा व्यस्त त भइन्छ। अनि म चाहिँ यहाँ बोल्दै जग्गा पानी लिएर आएको चाहिँ कहाँ भने यहाँनिर मैले जापानिज कटुस रोपेको थियो। अनि त्यसलाई पानी लगाएको छैन। खै मरेको त छैन रहेछ हौ घाँटी।
पत्तै मरेको चाहिँ छैन रहेछ। यति पानी लगाइदिइराखेर अब घर गएर फेरि खाना बनाउनु पर्ने हुन्छ कि मम्मीले दाउरा बोक्दै हुनुहुन्छ होइन। अनि म चाहिँ घर गएर खाना बनाउनु पर्ने हुन्छ। अनि भिडियो एडिट हल्का मल्का छ्यासा गर्नुपर्ने हुन्छ। अनि त्यसो गर्दा ओर्दा थम्नेल बनाउँदा ओर्दा ढिलो हुन्छ होइन। अनि आजभोलि चाहिँ समस्या के छ भने हाम्रो चाहिँ यस्तो रड्डी छ नि, यस्तो रड्डी छ। 15 मिनटको भिडियो अपलोड गर्नुलाई कम्तीमा पनि 5 घन्टा लाग्छ। अनि त्यो आधी घन्टाको भिडियो त अस्ति मैले साकेलाको त्यो आधी घन्टाको भिडियो बनाउँदाखेरि त अपलोड गर्दाखेरि त बिहान 10 बजीदेखि सुरु गरेको बेलुका 8:30 झन्डै 9 बजीतिर पस्यो कि त्यस्तो ढिलो हुन्छ। अनि एकदम नेट पनि स्लो चल्छ गाउँघरमा है। त्यही नै दुःख सुख अब जे जस्तो भए पनि भिडियो बनाएको छु। अब यो पनि तपाईँहरूले अन्तिमसम्म कसैले त हेर्नु पनि भएको छैन होला। केही छैन, अब नेक्स्ट भिडियोमा भेटौँ भन्न चाहन्छु। यो भित्र नि काम छ सबै यो बाँझोबारी हातै गलो कि कस्तो घामले यो बाँझोबारी होइन। यो तलको सबै यो फाँडेको अघि मैले डढेर परेको यो तल हो नि त। यो सबै फाँडेर यो बाँझोमा सबै यो माथि बाँझोमा चाहिँ अब यहाँको चाहिँ टिम्बुर लगाएको थियो। यहाँको टिम्बुर तल सारेर यहाँ चाहिँ शुद्ध गराउनु पऱ्यो भनेको। ओहो म त इको हिमाललाई फोन गर्नुपर्ने थियो, बिरुवा आयो कि आएन मेरो। ल त्यही नै हो साथीहरू, नेक्स्ट भिडियोमा भेटौँ ल के कस्तो हुन्छ है। आजको लागि चाहिँ यति नै।